हुन्थ्यो नि एउटा मैले रोड पत्रीबाट आउने त्यहाँबाट यता झरेपछि हाम्रो यो पत्रीको यो भैँसी बान भन्थ्यौँ हामी। अनि यहाँ भैँसी बान पहिला कत्रो लाग्थ्यो, अहिले यस्तो ठुलो होइन रहेछ। यो बाटो त्यही छ सेक्टर के जाने होइन, यहाँसम्म थियो हस्। त्यो बान यहाँ हामी लुगाहरू काका यो सिमेन्ट छ नि उयो लगाएको, यहाँ लुगाहरू धुन्थ्यौँ होइन। पानीहरू थिएन पहिला, सबै आउँथ्यो। भैँसी बान हो यो सेक्टर के को। यहाँबाट उँभो जाँदाखेरि सेक्टर के को के भन्नु अब बाटो ठाडो बाटो। यहाँनिर चाहिँ त्यो बान चाहिँ अझै पनि यहीँ छ। कुलो उता गएको, त्यहाँबाट कुलो उता जाने ठाउँ त्यहीँ छ। यहाँनिर कत्रो बान लाग्थ्यो यो पहिला, अहिले यस्तो भएछ। भैँसीको बान, भैँसी आल भन्थ्यो। यस्तो छ, रोडहरू पुरा बनाइरहेछ, बाँसघारी भएको छ त्यहाँनिर हो। यता पनि बाँसघारी भएछ। बान यहाँ यस्तो छ, हामीले लुगा धुने त्यो सिमेन्टको त्यही छ है। यो बाटो आउने बाटो यता चाहिँ यहाँनिर आइएमको अफिस थियो पहिला, अहिले यहाँ गुम्बाहरू बनाइरहेछ। अनि यहाँ के बनाइरहेछ। अब हामी सेक्टर के को बाटो हिँडेर घरतिर जान्छौँ। यहाँनिर आउने बित्तिकै यहाँनिर सेक्टर के को घरहरू सुरु हुन्थ्यो। अहिले यहाँनिर घरहरू छैन त्यति साह्रै। यो फर्स्ट लाइन स्टार्ट भयो यहाँबाट, त्यो छैन रहेछ। अब यहाँबाट सेक्टर के को बाटो ठाडो बाटो। अब ट्याक्क पर स्कुल के को स्कुल अगाडि निस्किन्छ। पर भलिबल खेल्ने ठाउँहरू बनाएको रहेछ बुढाबुढीले। अनि त्यही हो बाटो चाहिँ ट्याक्कै त्यही छ। छाता खोल्नु काका, यहाँ त घाम नपार्नु भन्थ्यो कि। ट्याक्कै त्यही छ। माक्सी किन लगाएको होला मैले, चाहिँ के बाटो हो। यहाँनिर वाक्ले घरहरू थियो यो ठाउँमा, ट्याक्कै वाक्लेहरू बस्थ्यो। अलिक ओरतिर आएपछि यो चाहिँ यहाँनिर तारा राईहरू भन्नेको घरहरू थियो। त्यसो घुमेर जाने फर्सीको बाटो। फर्सी हेर्नु, म यहाँबाट फाटे बाहिर निकाल्थेँ। हजुर यो राईको घर थियो, गाई पालेको घर थियो यो अहिले घर अझै त्यही घर हो कि यो बनायो यिनीहरूले। घर त त्यस्तै छ नि, पहिलाकै जस्तो छ। यो राईको घर थियो, त्यहाँदेखि फ्याट्टै निस्किँदा यो फर्सी भन्ने ठाउँ छ नि पहिला हो फर्सी। अहिले भत्काएर अहिले चाहिँ त्यो के कामहरूको लागि त्यो काम सिक्ने सिपहरू दिनुलाई बनाउँदैछ यहाँनिर। इँटाहरू जोडेर त्यस्तो त्यो दुईवटा सिङ्का जस्तोले बुन्छ नि वेलकम लेखेकोहरू, त्यस्तो सिकाउने सिप दिनुलाई बनाउँदै। यो सेक्टर के स्कुलमा चाहिँ अहिले सिपहरू तालिम दिने ठाउँ बनाएको रहेछ सेक्टर के को स्कुलमा। ठ्याक्क त्यो अहिलेको बाटो ठाडो बाटो यहाँ अझै पनि डाम छ। पत्री बजार जाने बाटो सर्टकट बाटो यो रुख दिको यतापट्टिको त्यहाँनिर अहिले यस्तो घर बनिएको छ। ठ्याक्कै यो सेक्टर के को यहाँ हामी भलिबल पनि खेल्थ्यौँ यो ठाउँमा के को स्कुलको अगाडि। ठ्याक्क यो रुख तपाईँहरू हुँदादेखि थियो होला यो रुख त हामीले थाहा पायौँ हुँदा पनि यस्तै थियो। म यत्रो हुँदाखेरि योभन्दा अलिक सानो थियो, अहिले यत्रो हुन्छ। अहिले यस्तो भइसकेको छ क्याम्प। यो रुखको फेदमा आएर बस्नुहुन्थ्यो नि काका होइन, शीतल। अनि यहाँनिर रोड त यही हो, रोड त त्यही छ ट्याक्कै।
अलिकति पिस गऱ्यो। पहिला यहाँनिर पुरा धुलो मैलो थियो। यो हाम्रो तामाङ लाइन हो। यो चाहिँ यहाँबाट सट्टै जाँदा तामाङ लाइन पुगिन्थ्यो। अनि यहाँनिर कसो घर छ अहिले यो राई यो योखा जाने बाटो पनि यहीँ हो। ठ्याक्कै योखा जाने बाटो राई तामाङहरूको यहाँनिर हिमालीहरूको ग्याप होइन साङ्गेहरूको ग्याप। यो ठ्याक्क माथिबाट आउने अघि हामी यता छ केबाट आएको त्यो रुख यहीँ छ। आइतेको मामा मरेको रुख त्यहीँ छ। अनि टक्कै अब यहाँबाट किरासिङ बाँड्ने यहीँबाट स्टार्ट भइगयो। किरासिङ बाँड्ने चाहिँ अहिले सबै ढुट्टो बनाएर यहाँनिर घरहरू बनाएको छ। ट्याङ्की पनि निकालेको छ। अनि यहाँनिरबाट थियो हाम्रो यो तारामानहरूको घरको लाइनको हाम्रो लाइन यो यहाँबाट थियो। परालको ट्याक्क मैले अन्दाज लाउँदा चाहिँ यहीँबाट थियो। तर अहिले त्यहाँ जानु सकिँदैन हामी चाहिँ। यहाँ सुषमाहरूको घर लिबाङको घरको चाहिँ यहाँ थियो। ट्याक्कै त्यो चाहिँ छ लिबाङको घरको ग्याप चाहिँ छ पर। अनि त्यो डिफोरै निकाल्छ यसले चट्टै जाँदा पर पानी ट्याङ्की थियो। अनि यता सट्टै आयो। यहाँ आइसकेपछि भनेको उता जाँदाखेरि पर राशिपुरमतिर साइड जान्छ। अब यता गएपछि यहाँ चाहिँ एउटा खाने तेलको ट्याङ्की थियो पहिला। त्यो अहिले लगेछ खाने तेल राख्ने ट्याङ्की। अनि यहाँ चाहिँ हिरु दिदीहरूको घर जाने बाटो ठ्याक्कै काका उहाँ गएर बस्दै गर्नुहुन्छ। यो चाहिँ अनि हिरु दिदीहरूको यहाँनिर दिल्लेहरूको घर थियो। यो रोड अलिक वरो आएको छ पहिलाको भन्दा। यहाँनिरबाट हिरोहरूको घर स्टार्ट ठ्याक्कै। अनि यहाँनिर यो पहिल्यै रोपेको हिरु दिदीहरूले रोपेकै गुवाको बोटहरू यहीँनिर टन्नै छ। अहिले चाहिँ त्यो गुवाको बोटकै यतापट्टिबाट बाटो बनाएको रहेछ टाढो। अलिक पर गएपछि ट्याक्टरटीको स्कुल आइपुग्छ। यहाँ त्यो उयोहरू पनि रहेछ यहाँनिर टोटल्लाको फुलको रुखहरू के रहेछ। यहाँनिर चाहिँ अहिले पुरा बारेर हिरु दिदीहरूको घरपट्टि चाहिँ यता बारेर घर बनाएको छ। यहाँ हो यहाँ यो अनि यस्तो छ। यो चाहिँ किरासिङ बाँड्ने कोही घर थिएन पहिला। त्यही घरमा अर्को घर बनाएको। त्यहाँ अफिस जस्तो थियो किरासिङ बाँड्नेको। मान्छेहरू आएर यसो बस्ने। अब त्यो चाहिँ यहाँ रहेछ ठ्याक्कै त्यही घरमा अहिले हामी आएको छौँ। त्यो घर चाहिँ अहिले यस्तो बनाएको रहेछ त्यो भाइले। कुखुराहरू पाल्दा रहेछन् मान्छेहरूले। कुखुरा चल्ला सुँगुर बाख्रा गाई भैँसी राङ्गो सबै पालेको छ मान्छेहरूको घर घरमा। यस्तो के अरे यो सिटी बसेको छ। शीतल घर नै यहाँको एसी नै यही हो।